नमस्कार, म ओजस्वी आचार्य। आज मेरो विद्यालय बन्द छ। सरहरूले मलाई घरै बसेर अध्ययन गर्न भन्नुभएको छ। शिक्षक महासंघद्वारा आयोजित आम शैक्षिक हडतालका कारण विद्यालय बन्द भएको। यति बेला म दमकड़ा नमुना माध्यमिक विद्यालयको कक्षा 8 मा पढ्दैछु। आज मेरो कक्षा 9 मा अध्ययन गर्ने विद्यार्थीको रूपमा बोल्ने पालो हो। तर शिक्षाको क्षेत्रमा आएका थुप्रै चुनौतीका कारण आज पनि म कक्षा 8 मै अध्ययन गर्ने विद्यार्थीको रूपमा उपस्थित भएकी छु। त्यो पनि विद्यालयबाट होइन, आफ्नै घरबाट। हामी सबैलाई अवगत नै छ, हाम्रा गुरुहरू विगत 14 दिनबाट काठमाडौँ स्थित आन्दोलनमा हुनुहुन्छ। ज्ञापन पत्र, धरना र अनसनबाट शुरू गरिएको यो आन्दोलन सामुदायिक विद्यालयको पठन पाठन नै ठप्प हुने गरी अगाडि बढिरहेको छ। शैक्षिक सत्र 2080 को नतिजा प्रकाशन गर्न पनि बाँकी नै छ। नयाँ कक्षा कोठामा उत्साहका साथ पढ्न पाउनुपर्ने विद्यार्थीहरूको सपना मुर्झाइसकेको छ। राज्यको नीतिगत त्रुटिका कारण वा भनौं शैक्षिक क्षेत्रलाई व्यवस्थापन गर्न नसक्दा राज्य विरुद्ध नै उत्रिनु परेको पीड़ा व्यक्त गर्दै हाम्रा गुरुहरूले हाम्रो शैक्षिक भविष्य नबिगार्ने प्रतिबद्धता गर्नुभएको छ। तर शैक्षिक सत्रको सुरुमै भएको यो आन्दोलनले गर्दा शिक्षाको क्षेत्रमा ठूलो चुनौती आउने कुरा शिक्षाका जानकारहरूले बताउनु भएको छ। आज अभिभावकहरू चिन्तित हुनुहुन्छ, मसँगै कक्षा कोठामा अध्ययन गर्ने विद्यार्थीहरू पनि अन्योलमै हुनुहुन्छ। यस्तो बेलामा म राज्यको ध्यानाकर्षण गराउन चाहन्छु कि हाम्रा गुरुहरूका माग र मुद्दाहरू छिटोभन्दा छिटो सम्बोधन गरियोस्। साँझ बिहान कसरी छाक टार्ने भन्ने ती शिक्षकहरूले बाल कक्षा कसरी सञ्चालन गर्न सक्नुहोला। लाउर जाने हो कि यही जागिर गर्ने हो भन्ने दोधारमा परेका ती राहत र अस्थायी शिक्षकहरूले कक्षा कोठामा कसरी शिक्षण गर्नुहोला। शिक्षक निमुखो र कमजोर रहँदासम्म शैक्षिक जनशक्ति व्यवस्थापन हुँदैन भन्ने कुरामा हाम्रा राज्यका सञ्चालकहरू अबुझ हुनु हुँदैन। हामीलाई हाम्रो गुरुहरूप्रति भरोसा छ। अहिले भइरहेको शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि हाम्रा गुरुहरूले कुनै न कुनै विकल्पको खोजी गर्नुहुनेछ। आज देशैभरि रहनुभएका गुरुहरूको आन्दोलनप्रति म नैतिक समर्थन गर्दै राज्यसँग आग्रह गर्न चाहन्छु कि हाम्रा गुरुहरूलाई छिटोभन्दा छिटो कक्षा कोठामा फिर्ता पठाउने वातावरण बनोस्। धन्यवाद।